गाइजहरू आज चाहिँ म चाहिँ भागेबाट नि अगाडि आएको होइन, यो 80 र म भन्ने होइन। अनि आज चाहिँ गाइजहरू धेरै पछि आएको। अस्ति आन्दोलनको कारणले गर्दाखेरि धेरै गोडाहरू भाँचिरहेछ, भाँचेको भन्दाखेरि फुटेरहेछ। तर भागेबाट निकाल्दा चाहिँ यस्तो रहेछ। कृपया मैले अगाडिबारी पनि देखाइदिन्छु अहिले। गाइजहरू भागेबाट निकाल्दा चाहिँ यस्तो भएछ। अब म एकछिनमा अगाडिबारी पनि देखाइदिन्छु है। अनि हाम्रो अस्ति हाम्रो धेरै जस्तो हाम्रो युट्युबमा आउँछ यो होइन। धेरै पछि मैले भ्लग बनाएको होइन अवस्था। भागबटनीको दृश्य यस्तो भएको छ। अवस्था यस्तो नाजुक अवस्था भयो होइन। सक्नुहुन्छ भागबटनीको दृश्य हामीलाई चाहिँ अगाडिबारी खिच्दैछौँ लगभग 60 बेस। क्रिसको च्यानलमा लाइक सब्सक्राइब हान्दिनँ। मेरो बाटो क्रिस जस्तै कालो भयो। त यसको ल्याङ नसुन्नु होला गाइजहरू। हेर्नु सक्नुहुन्छ भागबटनीको तरिका यस्तो हो। अब हामी चाहिँ अगाडि पनि देखाएका छौँ है गाइजहरू। मलाई यस्तो त हुन्थेन भनेर लाग्थेन, यस्तो हुन्न जस्तो लाग्थ्यो। तर पुरै स्टेटहरू पुरै सबै गयो यहाँबाट होइन। सक्नुहुन्छ गाइजहरू टारबारी रड निस्केको अवस्था होइन। ट्रक भने हो यसरी जल्यो। अनि टायर पनि हेर्न सक्नुहुन्छ। अनि लाइक सब्सक्राइब गर्नु होला। भागबटनी भेट्छ जानु दिएन देख्दा आएछ। अनि सक्नुहुन्छ ट्रकको हालत त दामी डेन्जरस रहेछ। सक्नुहुन्छ यो भागबटनीको ट्रक यस्तो रहेछ। ल चाहिँ गाइजहरू यसरी चाहिँ बन्द भएर भागबटनी। ल यति नै है हाम्रो ब्लग। हामी फेरि छुट्नेछौँ। गाइजहरू सबैलाई धन्यवाद छ। र मैले चाहिँ यो भिडियो बनाएँ र हेर्न सक्नुहुन्छ भागबटनीको दृश्य पोखराको। अनि राम्रो लाइक सब्सक्राइब कमेन्ट सेयर गर्नु होला कृपया।